Hello guys, welcome to back my new video. So आज हामी चाहिँ गाइस शैक्षिक भ्रमण जाँदैछौँ र म र मेरो साथी अब हामी पिपलको रुखनी र गाडीको व्यवस्था गरेको छ र हामी त्यहाँ जान्छौँ र हामी हाम्रो स्कुलदेखि शैक्षिक भ्रमण जाँदैछौँ र हामीलाई 12वटा ठाउँमा टुर गराउने छन् र हाम्रो वहाँको टुर कस्तो हुन्छ तपाईहरुलाई हामी यो भिडियो मार्फत देखाउने छौं। भिडियोमा बन्नु होला अनि भिडियोलाई माया देखाउनु होला। सो गाइस हामी अहिले हाम्रो जाने ठाउँमा आइसक्यौं र हाम्रो यहाँ बस भन्ने आएको छैन। अहिले केही समयमा 8 बजेसम्म आउँछ होला सायद र हाम्रो भ्रमण जाने विद्यार्थी भाइ बहिनीहरु कोही यता छन् कोही उताबाट आउँदै छन् र सबैको भेला हुँदैछ र भेला भएपछि हामी यहाँबाट निस्किने छौं अनि हाम्रो वहाँको टुर हजुरहरुलाई देखाउने छौं। गाइस हामी चाहिँ गाडीमा चढ्यौं र अब चाहिँ हामी सुदूरपश्चिमतिरको यात्रा सुरु गर्यौं र हामी केही समय गाडीको यात्रा गरेर हामी बबैदेखि हल्का माथिबाट यो पिपल चौतारानिर आइपुग्यौं र हामीले साथीहरुसँग रमाइलो गर्यौं। केही समय खुट्टालाई दुःख दिएर हामी कोलपुर भ्यू टावर नजिक आयौं र हामीले यहाँ मात्र 100 रुपैयाँमा खाना खायौं र हामीले फेरि यहाँदेखि सुदूरपश्चिमको यात्रा सुरु गर्यौं र अब हाम्रो नेक्स्ट जाने ठाउँ चाहिँ कृष्णसार र हामी कृष्णसार आइपुग्यौं र हामीले यहाँ नेपालमा मात्र पाइने मृग हेर्न आयौं र हामीले यहाँ आइने मृग दौड्दा देख्दा हामीलाई एकदम आनन्द फिल भयो र हामीले फेरि अर्को झुन्ड देख्यौं। यहाँ चाहिँ पुरुष मृग मात्र थिए र यिनीहरुको झुन्ड पनि अलग अलग हुँदो रहेछ। फेरि हामीले यहाँदेखि अर्को यात्रा सुरु गर्यौं। जाँदै क्रममा हामीलाई एउटा लामो ब्रिज देखियो र हामी त्यो ब्रिजमा उत्रिहाल्यौं। नेपालको लामो ब्रिजमा बसेका छौं। तपाईहरुलाई हामी देखाउने छौं, प्रत्यक्ष हेर्न सक्नुहुन्छ। मेरो आवाज के भएको यार? ओइ मेरो आवाज के भएको यार? ओइ मेरो आवाज के भएको? तपाईहरुलाई हामी प्रत्यक्ष देखाउन गइरहेका छौं। मेरो ढाका छैन। ब्रिज केही समय हेर्यौं र हामी सिधै टिकापुर पार्कमा आइपुग्यौं र पार्क चाहिँ बन्द रहेछ किनकि गाइस हामी अलरेडी लेट भइसकेका थियौं र हामी यहाँदेखि सिधै फेरि महेन्द्रनगरतर्फ लाग्यौं र महेन्द्रनगर आइपुग्न बित्तिकै हामीले सिधै खाना खायौं किनकि गाइस हामीलाई लास्टै भोक लागेको थियो। धौधौले हात उठाएको म पनि खाना खाने हो भनिकिन मैले खाना खाएन गाइस। थपेर खाऊ है, तिमीले थपेर खाऊ है। अभिषेक थपेर खाऊ है। ओइ ओइ अलि धेरै थपेर खाऊ है। ओइ थपेर खाऊ है। ओइ लाज नमान्नु थपेर खानु है। ओइ पुर्ने थपेर खानु है, लाज नमान्नु। थपेर खानु लाज नमान्नु। कस्तो लाग्यो हजुरहरु भन्नु होला अनि हाम्रो भोलि डे 2 हजुरहरुलाई देखाउने छौं र हाम्रो भिडियोमा बनिराख्नु होला।